आज चाहिँ मे 31 मेरो मम्मी ड्याडी आउँदै हुनुहुन्छ नेपालबाट क्यानाडा पहिलोचोटि। अनि हामी चाहिँ साँझ होइन दिउँसो 2 बजेतिर हिँड्छौँ। त्योभन्दा अगाडि चाहिँ खाना पकाएर रेडी बनाएर राख्छौँ, एकदम सादा खाना। मेरो मम्मी ड्याडीलाई चाहिँ सादा खाना मनपर्छ, स्पेसली झन् प्लेनबाट आएपछि त अब सबैलाई सादा खाना मनपर्छ होइन। त्यही भएर काउली बनाउने तयारी हुँदैछ, दाल पाक्दैछ, अचार रेडी हुँदैछ, अनि साग हुँदैछ, मासु पनि लिएर आउँछौँ। मासु चाहिँ हाम्रो लागि ड्याडी चाहिँ भेज हो, त्यसैले मासु खानुहुन्न, मम्मीले चाहिँ मासु खानुहुन्छ। अब हेरौँ प्लेनमा एकदम त्यो लागेको हुन्छ नि त, अप्ठ्यारो भइरहेको हुन्छ, त्यो के भन्छ एल्टिट्युड लागिरहेको हुन्छ, खाना मिठो हुँदैन। अब के गर्नुहुन्छ, विशेष त झन् यहाँ विदेश आइसकेपछि त नेपाली खानाको स्वादै नआए जस्तो हुन्छ कति दिनसम्म। त्यही पनि प्लेनको भन्दा त मिठै हुन्छ, त्यही भएर मिठो मानेर खानुहुन्छ। स्पेसली छोरीले बनाएर दिएपछि त खानै पर्यो नि। यस्तो तयारी हुँदैछ, अरू के तयारी हुन्छ म अपडेट गर्दै जान्छु। हामी चाहिँ अलमोस्ट रेडी भयौँ। बुढो हजुर रेडी हुनुभयो त? 5 मिनटमा रेडी हुन्छु भनेर होइन। अनि कस्तो फिल भइरहेछ त सासू ससुरालाई लिन जाँदाखेरि? कस्तो फिल हुन्छ? एक्सप्रेस पनि गर्न नजान्ने मान्छेसँग मेरो लभ चाहिँ कसरी पर्नु होला क्या। कान्छु तिमी रेडी भयो है? कस्ती भएकी छ हो हेर त, आखा नि यति नामो बनाइदियो मेरो कान्छुलाई। अब मेरो ठुलोलाई पनि देखाउँछु म। ठुलो खै तिमी कस्ती भएछ देखाऊ त भ्लगमा। ओके कपाल देखाइदेऊ। गुड। कसले बनाइदिएको? अनि हामी आज कहाँ जाँदैछौँ भनिदेऊ त? टोरन्टो। किन? बुवाआमालाई लिन। बाबाको चाहिँ को? बाबाको चाहिँ जानु भइसक्यो। हामी चाहिँ गाडीमा तेल हाल्दैछौँ अनि यस्तो रेडी भएछौँ हामी। बाबा भ्याकुम लाउँदै हुनुहुन्छ गाडीमा। ड्याडी मम्मीको ल्यान्ड हुने 3 बजे। 2:55 हामी लन्डन पनि छोडेको छैनौँ। उहाँले भन्नुहुन्थ्यो हामी टाइममै पुग्छौँ भनेर। उहाँ चाहिँ आज अरमस्टै भन्नुभएको छ। किन भन्नुभएको छ? ल अब हामी लाग्यो टोरन्टोतिर 401। पारी त्यो डाँडामा हेर घाम लाग्यो, घामाइलो लाग्यो। ए नानी सुती छ, त्यही भएर हल्ला गरे रहेछ। निद्रा लागेर हो रहेछ। ड्याडी मम्मी ल्यान्ड भइसक्नु भयो, फोन गइरहेछ। छोरीहरू सुतिसके, दुइटै सुते। यसरी जाम परिरहेको छ। ड्याडी मम्मी ल्यान्ड हुनुभएको 1 घन्टा भयो। उहाँ भन्नुहुन्छ हामी भ्याइन्छ। तर त्यहाँ एयरपोर्टको ढोकाबाट ड्याडी मम्मी इन्ट्री हुँदा म त्यहाँ पुग्नु पर्यो। इन्ट्री हैन एक्जिट हुँदा भन्नाले क्यानाडा इन्ट्री हुँदा। जाम माय गॉड। यस्तो मलाई गाडी चलाउनै डर लाग्छ। यहाँ मान्छे यसरी बाइक चलाउँछन् हाइवेमा। माय गॉड मान्छे हो कि क्या हो बाइक चलाउनु। सानो हामी कता हिँडेको? कता हिँडेको सानो हामी भनिदेऊ त। सानो पनि उठिन्।
उकालो लाग्यो एयरपोर्टतिर लाग्यो ल्यान्ड भएको 2 घण्टा भइसक्यो हामी स्टिल गाडीमा नै छौं छोरीलाई पिसाबले अत्याएको छ त्यसैले पहिला हामी कता जान्छौं पहिला हामी वाशरुम जान्छौं ड्राइभर कान्छोले के गरेर फुल किन्ने सोचेको थियौं तर हतारमा बिर्सेछौं अब यहाँ एयरपोर्टमा आएर किन्नु पर्ने यति धेरै महँगो छ एउटा किनेर काम चलाउनु पर्छ एउटा के बुके एउटा फुलै किन्दा पनि हुन्छ गमला दिने अस्ति रचना रिमालाई कसले गमला दिएको थियो के अनि ल छिटो उता आउनुहुन्छ होला टो भरि बुढोलाई गाली गरेर किन ढिलो हिँडाको भनेर भनिरहेको थियो अहिले भर्खर ड्याडी मम्मी इमिग्रेसनमा हुनुहुन्छ अरे सानो कान्छु के भयो अरे तिमीलाई भोक लाग्यो ओके के खान्छौ कुराहरू लिएर हिँडेपछि खर्च भइहाल्छ छाउरो खर्च गर्यौ कस्तो छ के गर्यो किन यहाँ प्लेन डिले भएर हामी 2 घण्टा भयो आएको ल्यान्ड भएको अझै 2 घण्टा लाग्छ होला यहाँ भुराको आमालाई पनि भोक लागेर यहाँ के किनेर खाइरहेको छ कुर्दै थाकेर भुइँमै सुत्न लागि सुती छिन् हैन तिमी किन आएको यहाँ सानो नगर कान्छु किन आएको फोहोर हुन्छ छि उठ तिमीले बुके किनिनौ त बुढी कस्तो महँगो रहेछ आठै हामी $27 त थियो नि $27 वहीँबाट किनेर ल्याउनु पर्ने रहेछ महँगो यता ल जाऊ जाऊ न जान पाइन्छ जाऊ हेलो जान लाग्यो ए हस् थ्याङ्क यू ल यता हेर्नु एकछिन कान्छु भाइ कान्छु तिम्रो हातमा ए ल जाम ल के ल्याइन नि त ड्याडी यहाँ यो बुके छ नि यहाँ 2-2 बुके छन् नि बहिनीको सेकेन्ड टाइम यही छोडिदिन्छु म चाहिँ टोयलेट गरेर आउँछु ए ल नेपाल गएको त सानीको बिहामा बिस्तारै है बुढोलाई गाह्रो भयो होला अहिले मान्छेलाई लाग्ला फेरि ल आउनु ड्याडी अगाडि बस्नु र सर र क्यानाडा हेर्नु जानु खोल्नु यसरी तान्नु जोडले तान्नु मेरो टिम ठुलो भयो अब ड्याडी ठुल्ठुलो बिल्डिङ यही हो है मोबाइल नहेर्नु अब देखिन्न प्लेनबाटै देखाएको थिएँ कति राखे हो यहाँ के
कार पार्क घण्टा फरक पर्ने रहेछ है बुढी 1 घण्टा फरक पर्ने रहेछ भनेपछि कति बजे पुगिन्छ हामी 10 बजे 10 बजे ए हुँदैन कन्ट्री रोडबाट हैन हाइवेबाट जाम पछि टोरन्टो आउँदा आउँला हजुर कस्तो लागिराछ त ड्याडी तपाईलाई मोबाइल नहेर्नु है मोबाइल छोड्दिनु धेरै चाहिँ खुसी लागेछ कि हो अचम्मै चाहिँ कति राम्रो उप्जन आइराखेको छ हाम्रो ठुलो चाहिँ पछाडी क्यानाडा चाहिँ बस्नु भएकोमा चाहिँ अब म आफूलाई चाहिँ भाग्यमानी सँगै नाति नातिनाहरू चाहिँ राम्रो राम्रो के बनाउँदैछन् क्या हो अनि यो नेपालदेखि इन्डिया आउँदाखेरिको खाना भन्दा अलि फरक थियो यता एक ज्यादै थिएन उही त रहेछ प्लेन अनि प्लेन त उयो प्लेन उयो ठ्याक्कै सेम टु सेम थियो त्यो खाना पनि उस्तै थियो तर प्याज धरि नहाले पनि त्यस्तो भेज पनि चाहिँ त्यस्तो दिएको थियो क्या अर्को त मिठो हुँदैन नहुनेलाई त छुट्टै कुरा भयो कति मलाई नभन्नु कि हजुरलाई पनि मिठो भएको थिएन मिठो भएन भनेर कति नखाएर फेरि होइन त कुनै कुनै त हामीले कहिले नखाएको चाहिँ थियो त्यो खाने नभएर नमिठो भएको हो ब्ल्याङ्केट दिएको थियो नि यता थियो सल दिएको थियो ल्याउनु भएन एक ठाउँमा कुनै 4 कुना चाहिँ बनाएको हुँदो रहेछ अनि एक ठाउँमा चाहिँ पुरा बस्ती बनाउने होइन अनि बिचमा फेरि खेती गर्ने अनि फेरि अर्को कुनामा अर्को बस्ती बनाउने अनि त्यहाँ बिचमा खेती गर्ने अनि 4 कुनामा 4वटा चाहिँ बस्ती चाहिँ टक्क टक्क जमिन्छ क्या त यस्तो राम्रो खेती देखिन्छ माथिबाट हरियाली त्यो दायाँ बायाँ एउटा चाहिँ फाटो घरै बनाएको छैन क्या त्यहाँ हाइवेमा पनि त्यति हराल देखिँदैन हाइवे चाहिँ यत्रो हाइवे चाहिँ कमाइ चाहिँ धेरै गर्दा चाहिँ आफैलाई पछि फर्किन्छ अनि यहाँ अर्को विभिन्न थरीको स्किमहरूले आउँछ जस्तो कि हजुरको एउटा खाता हुन्छ 8:30 बजे यतिको उज्यालो छ ल तिमीलाई गीत गाउन आउँछ तपाईलाई बिहान जस्तो लागेछ कि राति जस्तो लागेछ ड्याडी यो त बिहान जस्तो लाग्यो यताबाट चाहिँ घाम यताबाट पश्चिमबाट झुल्किँदो रहेछ कि क्या हो भन्दै हुनुहुन्थ्यो पश्चिमी देशमा पश्चिमतिर घाम झुल्किन्छ अनि हाम्रोतिर उता यति बेला राति हुन्छ अनि खेरि यताबाट चाहिँ झुल्केछ घाम के भयो होला यो भनेर सोधेको नि तपाईँले यो त घर होइन यो अफिसर हो ग्यारेज जस्तो यो चाहिँ फ्याक्ट्री एरिया हो यो वेलकम टु लन्डन अनि अघि किन दिएको त ल घर आइयो ड्याडी ल ड्याडी पनि राख्नु राखेको थिएँ मैले राखेरै गएको थिएँ ल आउनु स्वागत छ मेरो अनि मेरो बुढोको घर जुत्ता आज उहाँले मिलाउनु भएको थियो त्यही भएर आफूले मिलाएपछि त्यस्तो हुन्छ पानी छ त सानो अहिले होइन छोरीको घरमा चाहिँ ठुली छोरीको घरमा आयो खुसी लाग्यो क्यानाडामा के राम्रो घर बनाएको रहेछ हामीले बनाएको किनेको लु आमासँग पनि गल हाल्नु हक गर्ने मेरो नानी हो घर कस्तो छ राम्रै छ माथि चाहिँ टेक्चर हान्दिन्छ क्या जसको जे काम हो त्यसैमा ध्यान जान्छ म यहाँ डेकोरेसन कस्तो छ भन्दैछु ड्याडी यहाँ टेक्स्चर हान्दैछ भन्नुहुन्छ क्यानाडा थ्याङ्क यू कान्छु केक खाने केक नखाऊ हो यो चाहिँ भ्लगको अन्तिम भाग हो अब हामी अर्को भ्लगमा भेट्नेछौँ अहिलेलाई
सबैले ल बाई गरिदिनु बाई जुन साडी यही राखिदिने के साडी लाउने त्यसरी हो त हेर त मुसु लुगा चाहिँ यस्तो भने त्यो चाउचाउहरू खानेकुराहरू यसैभित्र राखिदिनु होइन अनि लुगाहरू चाहिँ यसभित्र राख्नु मन पर्यो गीत गाऊ